हामीले गरिराखेका छौँ। एकदमै आइदिनु भयो, जो पनि आइदिनु भएको छ यहाँ एकदमै धेरै धन्यवाद दिन चाहन्छु। विशेष गरी हाम्रो आजको एकदमै वरिष्ठ हाम्रो गेस्ट हुनुहुन्छ राजेन्द्र थापा सर, यहाँसम्म आइदिनु भयो, आशीर्वाद दिनुभयो, मलाई शुभकामना दिनुको लागि यहाँसम्म आइदिनु भयो। एकदमै खुसी लागिरहेको छ। मैले उहाँसँग एकदमै राम्रो हिट फिल्ममा पनि काम गरिसकेको छु। पहिलो नम्बरमा चलचित्र छक्का बङ्गा 3 को उहाँकै शब्दमा, उहाँको त कति धेरै गीत छ, तर म एउटा पार्ट बन्न पाएको छु उहाँको आशीर्वादले गर्दाखेरि। त्यो भएर पनि आज पनि आइदिनु भयो, एकदमै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी हाम्रो दीपक शर्मा सर सङ्गीतकार एकदमै लोकप्रिय, त्यसै गरी हाम्रो डेबी दादा पनि आउनुभयो, थ्याङ्क यू भेरी मच। विशेष गरी अझ धन्यवाद दिन चाहन्छु हाकिम गुरुङ दादा, एकदमै धेरै उहाँ चाहिँ वरिष्ठ ऱ्यापर भन्न चाहन्छु, एकदमै धेरै हामीलाई सपोर्ट गरिदिनु भएको छ, त्यसको लागि धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी हाम्रो मिना ढकाल म्याम, हाम्रो मन्जु दिदी, जति पनि आउनु भएको छ सबैजनालाई धेरै धेरै धन्यवाद। सबैजनाको नाम लिन सकिनँ, विशेष गरी गोपी दादालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। एकदमै सहयोगी। त्यसै गरी हाम्रो सबैजनाको नाम लिन सकिनँ, सो सरी भन्न पनि चाहन्छु। एकदमै हाम्रो यो गीत चाहिँ चप्पमै हामीले एउटा टिमले चाहिँ वर्क गरेर यहाँसम्म, अब मैले पहिला गीत गाइराखेको गायिकाको रूपमा चाहिँ चिन्नुहुन्छ सबैजनाले। यसमा चाहिँ मलाई पहिलेदेखि डान्स गर्ने रुचि पनि थियो, अनि थोरै आफूले चाहिँ कोसिस पनि गरेको छु। त्यो अनुसार मलाई मेरो टिमले चाहिँ जे होस् मलाई साथ सपोर्ट दिनुभएको छ। विशेष गरी सम्झिन चाहन्छु यो टिमका हाम्रो आसमान केसी, उहाँको शब्द रहेको छ, अनि ऱ्याप पनि उहाँकै रहेको छ, अनि भिडियोमा पनि उहाँ नै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी हाम्रो अडियोको टिम चाहिँ हाम्रो विमल छिनाल भाइले पनि मेहनत गर्नुभएको छ, मेरो भाइ एकदमै धेरै मेहनत गर्नुभएको छ, राम्रो बनाउनु भएको छ गीतलाई। त्यसै गरी मिक्सिङ मास्टरिङ सबै उहाँकै रहेको छ। विशेष गरी अझ भिडियो तर्फबाट चाहिँ हाम्रो रोशन विश्वकर्मा भाइलाई सम्झिन चाहन्छु, तर उहाँ आज उपस्थित हुनु भएको छैन, तर पनि एकदमै धेरै सम्झिन चाहन्छु भाइलाई। उहाँले राम्रोसँग प्र्याक्टिस पनि गराउनु भएको थियो, जस हाम्रो राम्रो काम गर्ने एउटा मिहिनेत चाहिँ गरेका छौँ। अब हाम्रो तर्फबाट त हामीले काम गरिसक्यौँ, अब हजुरको तर्फबाट कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया सुझावहरू दिनु होला। अब म भिडियोमा त्यति धेरै गरेको त छैन, यो सायद थर्ड भिडियो होला, योभन्दा अगाडि 2टा भिडियो कसरी गरेको थिएँ, अब यसमा पनि यो थर्डमा पर्छ म भिडियो खेलेको चाहिँ। सो यहाँहरूले जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला। सबैजना आइदिनु भएको छ, थ्याङ्क यू। मिडिया कर्मीहरू विशेष गरी धन्यवाद दिन चाहन्छु, हजुर जतिजना पनि आइदिनु भयो, उपस्थित भइदिनु भयो, यहाँहरूको उपस्थिति हाम्रो लागि एकदमै शोभनीय छ। सो सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै अब चाहिँ हाम्रो भिडियो हेर्ने भन्ने कार्यक्रम छ, सबैजनाले हेर्नुलाई है त। अब फिल मलाई चाहिँ के लाग्छ भने अब हामी अलिकति झर्न अलिकति फरक छौँ, तर हाम्रो नेपालमा चाहिँ दर्शकहरू अलिकति सुन्ने अब लिसनरहरू अलिक कमै छ अरे, त्यसरी चाहिँ अब मर्ज गरेर लाँदा चाहिँ अब दुईतिरबाट नै अब हामीले चाहिँ सुन्ने श्रोताहरू बढाउन सकिन्छ कि भन्ने आशमा चाहिँ हामीले यो गरेका छौँ। अब बिन्दु उन्नयनको त म थिएँ नै एउटा होइन यो क्षेत्रमा, अनि आसन सरले पनि राम्रो गर्नुभएको छ। भिडियो मलाई राम्रो पनि लाग्यो होइन, अब सोचेर सफल भयो होइन, जस राम्रो गरेको छ। अब युवाहरूलाई चाहिँ आकर्षण गर्न सक्छ भन्ने आशा राखेको छु होइन। त्यसै साथै अब मिलियन भ्युज होस् भन्ने चाहिँ शुभकामना दिन चाहन्छु, अरू के भनौँ होइन। थ्याङ्क यू मिडियाले मेरो दाजुभाइहरू आइपुग्नुमा धन्यवाद प्लिज। अब यहाँ अहिले मन्जु दीपक देवडा हामी सबै छौँ। बेसिकली तिमीलाई अब क्या बात भन्ने कि बधाई भन्ने कि स्याबास भन्ने कि के भन्ने थाहा छैन, ओभरअल तिमीले सबै डिजर्भ गरेका छौ है। चप्प एक ठाउँमा तिमीले सङ्गीत होइन, एक ठाउँमा तिमीले गल्ती गरिरहेको छौ। च्वाप्प भएपछि यहीँ गर्नु पर्थ्यो लास्टमा है। ठिकै छ त्यो। नम्बर 1 चाहिँ के छ भने यो यसमा अब उसको सबै अवतार छ। अहिले मन्जुले भने जस्तै अब अवतार सबै भए पनि कहिलेकाहीँ हामीले भात खाँदा खाँदै मोमो खान मन लाग्ने या उसमा छ, तर तिमी गायनको लागि नै तिमी जन्मेको, त्यो चाहिँ थाहा भइराख्नु। यो अचम्म कुरा के हो भने केही वर्ष अगाडि, धेरै वर्ष अगाडि मलाई दीपकले 3-4वटा गीत
मेरो वाट्सएप पठाएर एकजनाको गीतको विमोचन छ बिन्दु परियार मैले नामै सुनेको थिइनँ त्यस बेलासम्म है तर मैले गीत पठाए पनि मैले गीत सुनिनँ लास्ट डे भइसक्यो लास्ट डे भएपछि मात्रै मैले बिहान सुन्दाखेरि त म छक्क परेँ यो गीत मैले अस्तिदेखि सुनाउनु पर्ने छ यति अचम्मको भोकल मैले पाएँ कता कता अरुणा दिदीको झल्को पनि पाएँ मैले त्यो गीतमा है तर मैले 4-5 दिन 8-10 दिन अगाडिदेखि पनि सुनिनँ मैले दोहोऱ्याइ सुन्न पाउनु पर्ने छ अनि म गएपछि मैले उसलाई के भनेको थिएँ भने तिम्रो त्यहाँ विमोचन थियो होइन तिम्रो स्वर असाधारण छ अब मैले उसले दिपकले वचन भएको थिएँ मैले के भनेको थिएँ भाषणमा चाहिँ बोलिदिएको थिएँ कि तिमीलाई चाँडै नै कुनै न कुनै मौकामा एकदमै माथि जाने काममा तिमीलाई त्यो प्लान थिएन सरस्वतीले बोलेको तिमी पाउँछौ तिमी एकैचोटि फेमस हुन्छौ रकट जस्तै भनिदिएको थिएँ नभन्दै केही महिनाभित्रमा धेरै समय छोडेमा हाम्रो पहिलो नम्बर आयो पहिलो नम्बरमा यिनीहरू त्यो गीत पनि ड्याभिड र बिन्दु रकट जस्तै उडेकै हो तर संजोग के भने उसको आमा हुनु पर्ने महिला र पुरुषको फरक हो त्यही बेला उसको आमा हुँदाखेरि उसले स्टेजमा यति धेरै बोलाएको थियो सबै मिसबाट ड्याभिड एक्लैले सबै खाना खायो अब एक्लैले बाँकी भोकल उमद राखेर होइन अब लेडी आवाज राखेर गायो त्यसको लागि कस्तो ठुलो मिस हो त्यो यदि त्यो बेलामा उसको त्यो नपरेको भए अहिले उसलाई पनि फुर्सदै हुन्थेन होला है अब त्यो घर आइसमा लागेपछि धेरै फरक पर्छ अब तिमीले बिचमा बच्चा अलिक भइसक्यो म अब लाग्छु भनेको थियो है त्यो लागेको अब लाग्नु के तिम्रो टाइपको स्वर अरूसँग छैन बिन्दुसँग अनि एउटा अचम्मको एउटा गीत आएको छैन कुन दिन आउँछ एक दिन के हो भने दिपक म जन्मेको कोठामै घर भत्केपछि म जहाँ जन्मेको त्यही घरको कोठामा दिपक अफिस नयाँ घर भने दिपक अफिस रहेछ क्या त्यही ठाउँमा हामी सानो कोठामा बसेर त्यही जुन स्काई त्यही हो न अनि त्यहाँ हामी बसेर एउटा गीत एउटा गजल टाइपको गर्दै थियौँ पुरा भएको थिएन दिपकले कम्पोज गर्न थाल्यो इन्ट्रेस्टिङ त्यो हुँदैन कहिले पनि त्यही बेला कहाँबाट ड्याभिड घुम्दै आयो ड्याभिडले त्यहाँ गाउनु थाल्यो ड्याभिडको आफ्नो स्टार गाउँदा कहाँबाट बिन्दु आयो है बिन्दु पनि गाउँदै गयो रेकर्ड कम्पोज गर्दै गएँ म लेख्दै गएँ थप्दै गएँ होइन म लेख्दै गएँ थप्दै गएँ यस्तो असाधारण गीत छ तर अहिलेसम्म बाहिर निक्लिन सकेको छैन मैले ड्याभिड त्यो गीत गजलको यस्तो गीतै बन्दैन तर त्यस्तो कहिले पनि हुँदैन गीतकारले थप्दै जाने अनि सङ्गीतकारले गर्दै जाने भुइँमा बसेर अनि गायक पनि गायकले आफ्नै स्टाइलमा गाउँदै गयो त्यो अनुसारले कम्पोज मिल्दै गयो फेरि बिन्दु आएपछि बिन्दुको अलापहरू थप्दाखेरि त त्यो असाधारण हो है त्यो पनि चाँडै निकाल्यो भने ऊ छ है तर ओभरअल यो गीतको कुरा गर्दाखेरि चाहिँ नि यो गीतमा प्रयोग त कमन नै हो त्यो हाम्रो अहिले के भन्छ ऱ्याप्सा भन्छन् तर पनि प्रेजेन्टेसन तिमीको राम्रो छ है सङ्गीतको प्याटर्न पनि राम्रो छ नयाँ अवतार छ अब तिमी कलाकार पनि आफै भएको हुनाले ओभरअल चाहिँ गीत चाहिँ मेरो विचारमा चल्नु पर्ने खालको गीत हो है अब चल्ने भन्ने कुरा त अहिले मन्जुले भने जस्तै अहिले खडेरै पुऱ्याएको छ भन्छ र खडे परे पनि हलो जोत्नु छोड्नु भने जस्तै म त अहिलेसम्म लेखिरहेको छु मेरो गीत हिट भएको 56.5 वर्ष भइसक्यो है म लेखिरहेको छु हिट भएको मात्रै 56.5 हिट भएको मात्रै हो लेख्न थाले त म बच्चा पनि लिँदा है तर अहिलेसम्म भइरहेको छ म छोडेको छैन चलोस् नचलोस् मेरो सेवाडामा एउटा गीत रेकर्ड हुन गाह्रो छ पनि लेखिरहेको हुन्छु त्यो कलाकार तिमीलाई भगवान्ले जुन कामले पठाएको छ नि त्यो छोड्नुहुन्न गरिरहेपछि अब के होला भइरहन्छ नि त होइन त्यस कारणले चाहिँ नि तिमीलाई कन्टिन्यू गर बिन्दु फेरि रिभाइभ गर है तिम्रो टाइपको भोकल छैन अहिले आइरहेको छ मान्छेहरू तर उनीहरूकोमा बिन्दुको स्टाइलको भोकल चाहिँ मैले चाहिँ पाएको छैन अरू राम्रो पनि आइरहेको छ त्यो शुभकामना धन्यवाद यसमा आसमानजी अहिले देख्छु गोपीकृष्णजी र इन्टायर मिडिया टिम सरिता बहिनी लगायत त्यहाँ यो पछिल्लो समयमा मिडिया नै हाम्रो एउटा मेरुदण्ड हो तपाईँ सबैलाई सम्झिँदै आदरणीय गीत सङ्गीतको जिउँदो इतिहास राजेन्द्र थापाज्यू त्यस्तै गरी दिपकजी देवीजी मीनाजी लगायत तपाईँ सबैलाई म मञ्च तोडेर हार्दिक नमस्कार गर्न चाहन्छु धेरै नबोलौँ समय पनि छैन बिन्दु आफैमा एउटा ट्यालेन्टेड मैले त समग्रमा भन्नुपर्दा हिलोमा फुलेको कमलको फुल हो बिन्दु जसले दुःख मेहनत वर्षौंसम्म गरेर हिजोको बिन्दु होइन मैले स्टेज परफर्ममा पनि धेरै पटक हामी स्टेज सेयर गरेका छौँ उनको डेडिकेसन उनको मेहनत
उनले गरेको व्यवहार साँच्चीकै मलाई मन छुन्छ। एउटा स्टेज पर्फर्मरको हिसाबले पनि म प्रेजेन्टरको हिसाबले पनि एउटा नजिकबाट चिन्ने अवसर पाएको छु। इन्टायर टिमले च्वाप्पमै कस्तो मिठो नोटिसेबल शब्द रहेको छ। र सबैले यो जुडाउनको लागि यसको निवारण गर्न पनि तपाईँहरूको टिम हो, राम्रै लागेको छ। तपाईँ सबैलाई धेरै धेरै बधाई छ। यो गीत सङ्गीतको फरक पाटो हो, बिन्दुको प्याटर्न हो मलाई लाग्दैन दिपकजी। यो एउटा इन्टरटेनिङ बेसमा रहेर जुन बिन्दुले गीत गरेको छ, पर्फर्मरको हिसाबले पनि अहिले अडियन्सले यस्तै गीतहरू खोज्नुहुन्छ। तर बिन्दु साँच्चीकै सरस्वतीको पुत्री हो। उसले गीत गाउनकै लागि यो पृथ्वीमा जन्म लिएको जस्तो लाग्छ। अझै राम्रा गीतहरू, अझै सुमधुर गीतहरूसँगै बिन्दु अविनाश परिचित हुनुहुनेछ। तयारी नभइकन अचानक बोल्नु पर्यो, अब यसको लागि क्षमा प्रार्थी छु। सर्वप्रथम बिन्दु बहिनीलाई धेरै धेरै शुभकामना छ। यो एउटा गीत एउटा सृजना बजारमा ल्याउनु भनेको आफैमा पनि एउटा नेपाली सङ्गीत बजारमा एउटा मैले मेरो सन्तान छोडेँ भने जस्तो हो। त्यसको लागि शुभकामना छ। अब बिन्दुसँग मैले चलचित्र छक्का पञ्चा 3 मा औँठी पैना मारे मैले पहिलो नम्बरमा गीत गाउने सहकार्य गर्ने त्यो मौका मिलेको थियो। त्यो आज आदरणीय राजेन्द्र थापा सर, दीपक शर्मा सर, जसले बिन्दुलाई र मलाई चाहिँ नि ब्लेसिङ दिनुभएको थियो। जुन गीतले पनि आज म डेब्युट सङ्गत भएको छु। पछि सरको दर्शन सलाम गीत पनि गाउन पाएँ। बिन्दुसँग पहिलो नम्बर गीत गाउँदा एउटा एक किसिमको जुन ऊर्जा थियो, अहिले यो गीत निक्लिरहँदा अहिले बजारमा आउँदा पनि त्यो ऊर्जा त्यो आवाजको त्यो दम अझै पनि छ। र बिन्दुबाट हामीले सधैँ के चाहन्छौँ भने नेपाली सङ्गीत बजारमा एउटा राम्रो गीत गाउने गायिका बिन्दु परियार छ भनेपछि उसले अझै पनि नेपाली गीत सङ्गीतलाई अझै राम्रा गीतहरू पस्किनुपर्छ भन्ने दर्शक श्रोताको अपेक्षा छ। त्यो अपेक्षा कहिले पनि नमार्नु, मेरो शुभकामना। एज होलमा गीत राम्रो बनाएको छ, सम्पूर्ण टिमले मेहनत गर्नुभएको छ। बिन्दुको गीत सुनेको थियौँ, डान्स पनि हेर्न पाइयो, एकदमै मेहनत गरे रहेछ। शुभकामना छ। अब धेरै बोलिनँ यहाँ किनभने समयको पाबन्दी छ। मभन्दा अग्रज सरहरू हुनुहुन्छ, पक्कै उहाँहरूले अझै विशेष भन्नुहुनेछ। अहिलेको लागि चाहिँ गीत राम्रो बनेको छ। सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।